नमस्ते, म चाहिँ अहिले पोस्टमार्टम स्टेजमा छु हैन। म चाहिँ अहिले सुत्केरी भएको 2 मन्थ 1 विक भयो। अनि हजुरहरूले चाहिँ टिकटकमा चाहिँ कति धेरै क्वेसनहरू सोध्नु भएको थियो। अनि म चाहिँ प्रेग्नेन्सी जर्नीदेखि नै अहिलेसम्म मैले भोगेका कुराहरू है के भोगेँ अनि मलाई कस्तो फिलिङ्सहरू भयो सबै कुराहरू हजुरहरू सबैजनालाई सेयर गर्न लागिरहेको छु। भिडियो चाहिँ पुरा हेरिदिनु होला है। अनि म चाहिँ अब यही सम्बन्धी नै भिडियोहरू बनाउँछु, मेरो बेबीको हैन, मेरो फ्यामिली सबैसँग चाहिँ भ्लगहरू बनाउँछु भनेर चाहिँ मैले सोचेको छु। सो त्यही भएर चाहिँ सबैजनाले साथ सपोर्ट दिनु होला। अनि म फर्स्टमा अब प्रेग्नेन्ट हुँदाखेरि चाहिँ अब अभियसली नै छुट्टै फिलिङ्स हुँदो रहेछ है। अब प्रेग्नेन्ट छु भन्ने थाहा पाउने बित्तिकै चाहिँ मलाई चाहिँ एकदमै छुट्टै फिलिङ्स भएको थियो। अब त्यो फिलिङ्स कस्तो छ भनेर चाहिँ बयान गर्न पनि सकिँदैन। एकदमै राम्रो फिलिङ्स थियो। अनि फर्स्टको 3 मन्थ चाहिँ मलाई अलिकति भोमिटिङ अनि खानेकुराहरू अलिक नरुच्ने त्यस्तो भएको थियो। अनि म अलिक घटेको पनि थिएँ हैन। अनि त्यस पछाडि चाहिँ मलाई एकदमै इजी भयो है। प्रेग्नेन्सीभरि नै मलाई एकदमै इजी भएको हो है। म स्कुटर पनि मैले 15 दिन अगाडिसम्म त मैले स्कुटरै चलाउँथेँ, डेलिभरी हुनुभन्दा 15 दिन अगाडिसम्म चाहिँ। अनि यताउता हिँड्ने ट्राभलहरू पनि मैले गरेँ हैन। ट्राभलहरू चाहिँ अब नगर्नु नै म सुझाव दिन्छु। अब बाटोहरू अलिकति त्यस्तै हुन्छ, तर मेरो चाहिँ गर्नै पर्ने भएर मैले ट्राभलहरू पनि गरेँ। मलाई प्रेग्नेन्सी फेजमा चाहिँ एकदमै इजी भयो। तर हुन्छ नि त्यो प्रेग्नेन्सी फेजमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि सानो सानो कुराले पनि कस्तो चित्त दुख्ने के। अब कसैले के भनिदियो भने आँसु आइहाल्ने हैन। यसै पनि म सानो कुरामा छिट्टो नै गर्छु, त्यस्तै नेचरको छु। अनि त्यही माथि प्रेग्नेन्सी फेजमा चाहिँ झन् कसैले के भनिदिँदाखेरि कस्तो छिटो चित्त दुख्ने, आँसु आउने है। अनि जबहरू पनि मैले सबै छोडेरै बसेको थिएँ। अनि त्यो टाइममा चाहिँ मैले चाहिँ अब हुन्छ नि कोही आफन्तले अथवा कसैले केही भन्यो भने चाहिँ कस्तो चित्त दुख्ने। इभन आफ्नै हस्बेन्डले केही भन्नुभयो भने पनि कति चित्त दुख्ने के। अब हजुरहरूलाई पनि यस्तो हुन्छ होला है। मलाई चाहिँ त्यस्तो भएको थियो। अनि त्यस पछाडि डक्टरले दिनुभएको डेट चाहिँ जेठको 9 गते थियो। तर मलाई चाहिँ अब 6 गते नै अलिकति गाह्रो भएर चाहिँ हामी हस्पिटल गयौँ। अनि त्यसपछि नानी चाहिँ 7 गते जन्मेकी हुन्। अनि त्यो मोमेन्ट त्यो फिल चाहिँ अब म भनेर पनि सक्दिनँ क्या, यति गाह्रो भयो नि है। नर्मल डेलिभरी हो मेरो चाहिँ। अनि त्यस पछाडि अब सिएस भन्दा त नर्मल धेरै बेटर हो है। तर नर्मल डेलिभरी गर्दाखेरि पनि त्यो आफू आमा बनेपछि थाहा भयो कि मलाई कति गाह्रो हुँदो रहेछ है। आमा बन्नको लागि नि आमालाई धरती यसै भनेको रहेनछ भन्ने कुरा चाहिँ मलाई फिल भयो। एकदमै गाह्रो भएको थियो क्या त्यो रात चाहिँ है। अहिले सम्झिँदाखेरि पनि मलाई कस्तो हुन्छ क्या। अब छोरी छ हैन, छोरीलाई हेर्दाखेरि चाहिँ अब खुसी छुट्टै छ। तर त्यो दिनलाई त्यो मोमेन्टलाई हैन, त्यतिखेर मलाई भएको कुराहरू सम्झिँदाखेरि चाहिँ कस्तो के। अनि हुन्छ नि त्यस्तै भयो। अनि त्यस पछाडि मैले चाहिँ सिभिल हस्पिटलमा देखाएको थिएँ। त्यहाँ एकदमै राम्रो नै छ, हजुरहरूले पनि देखाउन सक्नुहुन्छ है। सिभिल हस्पिटलमा मलाई चाहिँ राम्रो नै लाग्यो, एभरेजै लाग्यो भनौँ न, ठिकै लाग्यो। अनि त्यस पछाडि एक दिनमै मेरो चाहिँ डिस्चार्ज भयो। अनि म घरमा आएँ हैन। अनि त्यस पछाडि मेरो नानी चाहिँ जन्मिँदाखेरि चाहिँ अब कति केजी थिए भनेर चाहिँ धेरैजनाले सोध्नु भएको थियो हैन। 3 केजी थिइन् नानी चाहिँ, 3 केजी थिइन्। अनि त्यस पछाडि चाहिँ अहिले अब 2 मन्थ 2 विक्स भयो। ऊ चाहिँ अहिले चाहिँ लगभग 5.6 5.7 केजी छिन् है। अनि राम्रै ग्रोथ भएको होला है। अनि त्यस पछाडि नानी पनि एकदमै राम्रो नै भएकी छिन्। अनि यो सुत्केरी टाइममा पनि हजुरहरूले चाहिँ एकदमै आफ्नो केयर गर्नु होला भन्न चाहन्छु म चाहिँ हैन। मेरो चाहिँ वेट पनि गेन भयो, प्रेग्नेन्सीमा नै गेन भयो। प्रेग्नेन्सीमा म लगभग 72 73 केजी पुगिसकेको थिएँ 60 केजीबाट। अझै 60 केजीबाट नि घटेको थिएँ म। फर्स्ट 3 मन्थमा त 56 57 भएको थिएँ म। अनि त्यस पछाडि बढेर चाहिँ म 72 73 केजीसम्म पुगेँ हैन। अनि त्यस पछाडि चाहिँ अहिले चाहिँ म 67 68 केजीतिर छु। अनि तर पनि अब कतिजनाले कस्तो मोटाएको भनिन्छ नि त। अनि त्यस्तो भन्दाखेरि चाहिँ कति चित्त दुख्छ कि। अब हजुरहरूलाई पनि यस्तो फिलिङ्स भएको हुनसक्छ है। अनि त्यस पछाडि सुत्केरीमा चाहिँ अब एक कुराहरू कि अब हुन्छ नि कसैले केही भन्यो अथवा घरमै कसैले केही भन्यो भने पनि कस्तो चित्त दुख्ने है। हुन्छ नि अब बच्चालाई 24 घन्टा हेर्दाखेरि चाहिँ एकदमै ममहरूलाई चाहिँ अलिकति गाह्रो नै हुँदो रहेछ है। सिचुएसन हुन्छ नि, बच्चालाई हेरेको छ अनि बच्चा रुन्छ, अब बच्चालाई डाइपर फेरिदियो अथवा हैन सबै कुराहरू गर्दाखेरि चाहिँ
अलिकति त्यो हुन्छ नि मेन्टल्ली चाहिँ गाह्रो नै हुँदो रहेछ है। त्यही भएर चाहिँ हजुरहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि हजुरहरूको घरमा पनि अब बेबी जन्मिनु भएको छ भने चाहिँ ममलाई मात्र त्यसरी नछोड्नु होला है। हजुरहरू सबैजनाले साथ दिनु होला। राति अब सुत्न पनि ममलाई मात्र नछोडिदिनु होला होइन। नयाँ मामु हुन्छ अनि उनीहरूको अब सधैँ अब हामी त मस्त सुत्ने बानी परिरहेको हुन्छ नि त। अनि अब बेबी हुने बित्तिकै चाहिँ अब बेबीलाई हेर्नुपर्ने हुन्छ। बेबी नसुतिकन चाहिँ सुत्न मिल्दैन। कोही कोही बेला त रातैभरि पनि नसुतेको पलहरू पनि छ है। अहिले त मलाई अलिकति इजी भइसक्यो, बेटर भइसक्यो, युज टु भइसक्यो भनौँ न। त्यही पनि गाह्रो त कति छ गाह्रो त अझै हुनु पनि छ होइन। तर फ्यामिलीले चाहिँ सपोर्ट गरिदिँदाखेरि चाहिँ एउटा नारीलाई चाहिँ एकदमै हेल्पफुल हुन्छ भन्न चाहन्छु। अनि हजुरहरूको घरमा कोही त्यस्तो हुनुहुन्छ भने होइन, प्रेग्नेन्ट हुनुहुन्छ भने पनि प्रेग्नेन्सी जर्नीमा होस् अथवा बच्चा पाइसकेपछि होस् होइन, बच्चालाई जति गर्नुहुन्छ नि आमालाई पनि त्यत्तिकै माया, त्यत्तिकै ममता, त्यत्तिकै स्नेह दिनु होला के। किनकि बच्चालाई मात्र गर्ने अनि आमालाई चाहिँ नगर्ने हुन्छ। धेरै फ्यामिलीमा त्यस्तो हुन्छ है। त्यो गर्दाखेरि चाहिँ एउटा हुन्छ नि कस्तो नराम्रो फिल हुन्छ है। अनि त्यही भएर चाहिँ उसले पनि त मृत्युसँग लडेर सन्तान दिएको हुन्छ। अनि उसलाई पनि इज्जत गर्न सिक्नु भन्न चाहन्छु म चाहिँ। अनि मेरो नानीलाई चाहिँ भिटामिन डी हजुरहरूले बच्चाहरूलाई खुवाउनु भएको छैन भने चाहिँ खुवाउनु होला। 1 वर्षभन्दा तलको बच्चाहरूलाई चाहिँ भिटामिन डी 1 वर्षसम्म नै खुवाउने भनेर डक्टरले पनि सजेसन दिनुहुन्छ। हजुरहरूले पनि खुवाउन सक्नुहुन्छ। अनि अरू क्वेसनहरू पनि आएको थियो है। मलाई चाहिँ के आएको थियो भन्दाखेरि मेरो नानीलाई चाहिँ जन्डिस देखेको थियो। उसको चाहिँ जन्मेको 6 दिनमै देखेको हो जन्डिस चाहिँ होइन। तर मैले चाहिँ उसलाई चाहिँ त्यो अलिकति धड्कन अलिकति फास्ट छ, एकचोटि फलोअपको लागि आउनु भनेर डक्टरले भन्नुभएको थियो। अनि सो म गएको थिएँ। अनि जाँदाखेरि चाहिँ उसको इको पनि गरेको हो। इको गर्दाखेरि पनि अब कस्तो के 6 दिनको बच्चा छ है, इको गर्न लगेको छ, कस्तो डर लाग्ने कि। अनि वरिपरिको मान्छेहरूले पनि त्यसरी नै हेरिदिनु भएको छ क्या। फेरि भर्खरको 6 दिनको बच्चालाई के भयो भन्ने जसरी हेरिदिनु भएको छ। अनि मलाई त झनै डर लागिरहेको थियो। अनि त्यतिखेरको उसमा पनि अब आफ्नो घाउ पनि ठिक भएको हुँदैन, घाउहरू पनि दुखिरहेको हुन्छ। अनि त्यो टाइममा पनि म बच्चा लिएर म अनि बहिनी भएर गएको थियौँ होइन। अनि त्यसरी जाँदाखेरि चाहिँ जन्डिस छ भन्ने थाहा पायो। अनि त्यस पछाडि चाहिँ डक्टरले टेस्ट गर्न लाउनु भयो। टेस्ट गर्दा चाहिँ उसको चाहिँ 15 आएको थियो। तर 12 भन्दा माथि चाहिँ एबनर्मल भनौँ न, नर्मल चाहिँ 12 सम्म रहेछ। त्योभन्दा माथि हुने बित्तिकै जन्डिस भयो भन्ने बुझिन्छ होइन। अनि त्यस पछाडि 20-22 भयो भने चाहिँ फोटोथेरापीमा राख्नुपर्ने रहेछ। त्यहाँभन्दा तल भयो भने चाहिँ यसको त्यो उपचार भनेर चाहिँ यही भन्ने हुँदैन। तर हजुरहरूले चाहिँ के अरे बिहानको घाममा राख्ने होइन, भिटामिन डी खुवाउने, बिहानको घाममा राख्ने गर्नुपर्छ है। मैले चाहिँ पर्सनल्ली केही बारेको चाहिँ होइन है। अब अहिले चाहिँ डक्टरहरूले पनि त्यसरी अब हुन्छ नि, पहिला हामीले भनेअनुसारले चाहिँ आमाले बार्नुपर्छ, आमाले यो खानुहुन्न, आमाले त्यो खानुहुन्न भनेर भन्ने चलन थियो होइन। तर अहिले चाहिँ एकदमै डिफ्रेन्ट छ। त्यस्तो चलन छैन आमाले यो खानुपर्छ, आमाले त्यो खानुपर्छ भनेर भनिँदैन है। अनि सँगसँगै अब आमाले चिसो खानु हुँदैन, बच्चालाई पनि चिसो लाग्छ भन्ने कन्सेप्ट पनि छ है। यस्तो गर्मीमा तातो पानी पनि खानुपर्छ है। तातो पानी मैले सुरुमा त खाएँ पनि, पछि चाहिँ मैले खाइनँ। तर त्यो चाहिँ एउटा ऊ मात्र हो कि बच्चालाई चिसो चाहिँ हाम्रो हातबाट जस्तै नुहाएर हामीले टच गऱ्यौँ भने चाहिँ उसको बडी सानो हुन्छ। अनि हामीले हातले टच गर्दाखेरि त उसको होल बडीमै पर्छ नि त। अनि त्यही भएर चिसो लाग्ने हो। तर मेरो थ्रुबाट अथवा कुनै आमाको थ्रुबाट बच्चालाई त्यसरी चिसो लाग्ने भन्ने चाहिँ हुँदैन है, हुँदैन। डक्टरको भनाइअनुसार नि हुँदैन। अनि म पनि हुँदैन नै भन्छु। त्यही भएर चाहिँ अब खानेकुराहरूमा पनि अब त्यस्तो नगर्नु होला। अनि त्यस पछाडि अरू केही क्वेसनहरू सोध्नुपर्ने छ भने पनि मलाई सोध्न सक्नुहुन्छ। म यही के अरे युट्युब भिडियो मार्फत हजुरहरूसँग जोडिन चाहन्छु। अनि मेरो डेली ब्लगहरू पनि म अब बनाउन स्टार्ट गर्छु भनेर सोचिरहेको छु। म चाहिँ अहिले जबमा पनि छैन, म ब्रेकमै छु। सो त्यही भएर यो टाइमलाई चाहिँ म युटिलाइज गर्न चाहन्छु। अनि हजुरहरूलाई केही क्वेसन सोध्नुपर्ने छ भने निर्धक्क भएर सोध्न सक्नुहुन्छ। मेरो टिकटक आइडी आरिकाको मामु भनेर छ, हजुरहरूले सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। अनि मेरो टिकटकबाट आउनुभएको साथीहरूलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। टिकटकमा नि मलाई त्यत्तिकै माया गर्नुभएको छ है, त्यसको लागि थ्याङ्क यू सो मच। अनि बाई बाई सबैजनालाई।